तपाईँलाई है सुविधा लाग्छ त्यो लगाऊ, अनि जुन भाषा तपाईँलाई सुविधा लाग्छ त्यो बोल। होइन इङ्ग्लिस बोल्नै पर्छ भन्ने छैन, यो त हो नि, बोल्नु त पर्यो। तपाईँले आज युपिएससीको इक्जाम नेपालीमा दिन पाउँछ, सिक्किममा हुने एसपिएससीको इक्जाम नेपालीमा दिन पाउँछ, यहाँ डब्लुबिसिएसको इक्जाम नेपालीमा दिनु पाउँछ कि पाउँदैन? यो त पाउनुको पछि त के हो, हाम्रो बुद्धिजीवीहरूको सङ्घर्ष लुकेको छ नि, उहाँहरूको सङ्घर्षको कारण। अनि यसमा हाम्रो नेपाली साहित्य अध्ययन समितिले पनि धेरै योगदान उहाँले पुर्याउनु भएको छ। उहाँलाई आज म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र पोलिटिसियनले बोल्न पायो भने लामो बोलिहाल्छ, मेरो समय हो, 1 बजे म जानै पर्छ, पछि समय मिल्यो भने फेरि आउला। मैले धेरैजना साथीहरूलाई भनेको छु है, आज धेरैजना मलाई भेट्नेवाला थियो है, एउटा शुभचिन्तकहरू धेरै ग्रुप थियो, तर मैले भने म उहाँहरूको निम्ति फाल्टै समय लिएर आउला, किनभने है हामी एउटा पोलिटिसियन भएपछि कहिले पनि जमिनलाई भुल्नु हुँदैन, म कहिले पनि भुल्ने मान्छे पनि होइन।